ख्रिस्टीय अभिवादन जय मसीहहरू सबैलाई। यति बेला हामी एउटा गीतको विषयमा कुराकानी गर्न लागिरहेका छौँ। नेपाली ख्रिस्टीय भजनमा रहेको 242 नम्बरको भजन, लौ दाजु सुन न, लौ बहिनी सुन न। क्रिस्चियन समुदायमा धेरै समयदेखि गाउँदै आएको र अत्यन्तै मन पराएको गीत हो यो। अनि यो गीतको विषयमा चाहिँ म एकजना आदरणीय व्यक्ति मसँग हुनुहुन्छ, अनि उहाँ हुनुहुन्छ विजय घतानी हुन्छ। उहाँसँग कुराकानी गर्न गइरहेको छु। तपाईँलाई स्वागत छ। धन्यवाद धन्यवाद। जय मसीह। तपाईँलाई मैले सोध्न चाहेको कुरा, यो लौ दाजु सुन न, लौ बहिनी सुन न भन्ने गीत चाहिँ कसरी बजारमा आयो, केही यसको विषयमा बताइदिनुहुन्छ? हजुर, एकदम निश्चय बताउँछु। र यो प्रश्न राख्ने, एउटा भलाकुसारी गर्ने मौका पनि दिनुभयो हाम्रो भाइ राजु घतानीलाई म धेरै धन्यवाद दिन्छु। र यो भजन चाहिँ कसरी आयो भन्ने कुरा चाहिँ अब यो ख्रिस्ट भजनमै भएको गीत हो। हजुर। र यो चाहिँ अब कसले लेख्यो भन्ने कुरा मलाई त्यति धेरै थाहा छैन। यो एउटा एकदम अत्यन्तै सुसमाचारीय भजन भएको कारणले गर्दाखेरि त्यतिखेर हाम्रो झापाको सुरुङ्गा नगर इसाई समाजले राखेको एउटा सम्मेलन कार्यक्रम थियो। त्यसको वक्ता चाहिँ हाम्रो बिलिभर चर्चका आर्च बिसप डाक्टर नारायण शर्मा हुनुहुन्थ्यो। र उहाँले सम्मेलनमा एउटा वक्ता भएर आउँदाखेरि मैले कोयर झुन्डमा यो गीत गाउँदै गर्दाखेरि उहाँलाई अत्यन्तै मन परेछ यो भजन चाहिँ। अनि यो चाहिँ विशेष एकदम पश्चिममा भाकामा पूर्वेली मान्छेले गाएको भजन भनेर उहाँले पनि त्यस्तो खालको अभिव्यक्ति दिनुभयो। अनि 2057 सालमा कार्तिक महिनाको अन्तिमतिर उहाँले मलाई काठमाडौँमा बोलाउनु भयो। त्यसपछि यो भजन गाउनुपर्छ भाइ भन्नुभयो र उहाँकै लगानीमा र उहाँकै अब प्रेरणामा यो भजन मैले, अब स्टुडियोको नाम त मलाई थाहा छैन, तर रुबेन शाही भन्ने दाइले यो म्युजिक एरेन्ज गर्नुभएको थियो। अब त्यो भजन मैले गाएर, मैले डोमी छोडेर गाएको थिएँ। त्यसपछि त्यो डोमीबाटै उहाँले गीत रेकर्डिङ गराउनु भएछ र यसरी मैले गाएको हो। र यो पछि धेरै प्रचलित पनि भयो। अनि यो भजनले गर्दा धेरै मान्छेले मलाई चिन्नुभयो र यसरी मैले सुरुमा यो पश्चिमा भाकाको स्वरमा चाहिँ मैले गाउने मौका पाएँ। प्रभुलाई धन्यवाद होस्। अवश्य नै तपाईँले थाहा पाइहाल्नुभयो, आज चाहिँ मसँग हुनुहुन्छ यो गीत गाउने ओरिजिनल गायक, अनि उहाँ हुनुहुन्छ विजय घतानी। उहाँ सेवाकाईको क्षेत्रमा लामो समयदेखि आफ्नो जीवनलाई सेवाको क्षेत्रमा समर्पित गर्दै आउनुभएको छ, होइन? हो। अनि हुन्छ, हामीले धेरैले यो गीत गाइरहेका छौँ तर पनि थाहा छैन क्या। आज मानिसहरूलाई चाहिँ गाउन चाहिँ गाइएको छ, तर यो गीत कसले गायो अनि कहाँबाट आयो भन्ने कुरा थाहा छैन। तर त्यही भएर मैले आज तपाईँहरूसँग जोड्न चाहेको कुरा चाहिँ, किनभने यो गीत गाउने व्यक्ति गायक चाहिँ उहाँ हुनुहुन्छ। अनि त्यसैले गर्दाखेरि आज तपाईँको बिचमा मैले यो कुराहरू राख्न चाहेको हुँ। अनि यो गीत गाउँदै गर्दाखेरि तपाईँलाई कस्तो लाग्छ दाजु? मलाई त एकदमै राम्रो लाग्छ, मलाई खुसी पनि लाग्छ। यसको शब्दहरू एकदमै राम्रो छ। हजुर, होइन? यसको शब्दहरू, जीवन हाम्रो छोटो छ है, लामो जीवन यसोमा बुझिराख आज नै नत्र भोलि समय छैन। कस्तो राम्रो वर्डहरू। विशेष गरी यो चाहिँ ख्रिस्टीय समुदायमा चाहिँ सुसमाचारको लागि एकदमै बढी प्रयोग हुने शब्दहरू यसमा हामी पाउँदछौँ। किनभने मान्छेलाई चाहिँ, मान्छेको जीवन चाहिँ छोटो छ, होइन? कुन बेला बितेर जाने हो, त्यही भएर विश्वास गरिहाल, होइन भन्ने खालको चाहिँ शब्दहरू हामी पाउन सक्छौँ। अनि आज तपाईँहरूको बिचमा यो कुरा गर्दै गर्दाखेरि गाएर पनि सुनाउनुहुन्छ, होइन? हजुर हजुर, हुन्छ। अनि हुन्छ, यस समय म तपाईँलाई दिन चाहन्छु। अहिले हामीसँग बाजाहरू केही पनि छैन र पनि म यसरी गाएर सुनाउन चाहन्छु मेरो स्वरबाट। र हजुरहरूले अब सुनेर कस्तो हुन्छ यसो प्रतिक्रिया पनि दिनु होला भन्न चाहन्छु। यहाँ यसरी लेखिएको छ, यो भजन यसरी गाइएको छ। यहाँ लौ दाजु सुन न, लौ बहिनी सुन न, लौ दाजु सुन न, लौ बहिनी सुन न, येशूको वचन मनैमा गुणन बुझिराख हृदयमा, मनैमा गुणन
बुझिराख हृदयमा चिनिराख येशुलाई हो चिनिराख येशुलाई कल्वरी डाँडामा त्यो एउटै क्रुसैमा कल्वरी डाँडामा त्यो एउटै क्रुसैमा मुक्तिदाता येशूको त्यो शुद्ध रगतमा त्यो मुक्ति तिम्रै लागि हो त्यो मुक्ति तिम्रै लागि हो लौ दाजु सुन न लौ बहिनी सुन न लौ दाजु सुन न लौ बहिनी सुन न येशूको वचन मनैमा गुण न बुझिराख हृदयमा मनैमा गुण न बुझिराख हृदयमा चिनिराख येशुलाई हो चिनिराख येशुलाई जीवन हाम्रो छोटो छ है लामो जीवन यीशुमा जीवन हाम्रो छोटो छ है लामो जीवन यीशुमा बुझिराख आज नै नत्र भोलि समय छैन हाम्रो येशू आउनै लागेछन् हो हाम्रो येशू आउनै लागेछन्। हुन्छ धन्यवाद भाइ। साँच्चै नै कति मिठो शब्द छ क्या यसमा है। हजुर अब हाम्रो जीवन चाहिँ के छ छोटो छ लामो जीवन चाहिँ येशूमा यसोमा छ भनेर है बुझिराख आज नै नत्र भोलि समय छैन अनि हाम्रो येशू आउनै आउनै लाग्छ। लाग्छ। अनि यो गीत चाहिँ साह्रै नै मिठो छ अनि जति सुन्यो उति सुन्न मन लाग्छ जति गायो उति गाउन मन लाग्छ त्यसैले होला यो गीत जीवन्त छ त्यही भएर आजसम्म पनि सबैले मन पराइरहेको छ सदाबहार टाइपको गीत छ कि होइन एकदम राम्रो छ राम्रो छ। खुसी लाग्यो मलाई सबैभन्दा मन परेको भजन सुसमाचारीय भजन थुप्रै सुसमाचारीय भजनहरू छ तर ती मध्येमा यो पनि एउटा एकदमै महत्त्वपूर्ण भजन दाजु तपाईँले सुसमाचारीको कुरा गर्दै गर्दाखेरि चाहिँ तपाईँलाई मनपर्ने पाटो नै मेरो निम्ति चाहिँ सुसमाचार हो भनेर भन्दै हुनुहुन्थ्यो। हजुर हजुर अनिखेर सुसमाचार सुनाउँदाखेरि धेरै ठाउँमा यो गीत गाउनु भयो हजुर हजुर एकदम एउटा पुरानो गिटार थियो अनि त्यो गिटारलाई चाहिँ तपाईँको डोरीले बाँधेर 2053-54 सालतिर म यता पछाडिपट्टि साइकलमा चढेर त्यो गिटार बोकेर हिँड्ने गर्थेँ अनि जसले जुनसुकै मान्छेले तपाईँ त एकदम गीत गाउनु हुँदो रहेछ गिटार बोकेर हिँड्नु भएको छ एउटा भजन गाइदिनुहोस् भनेको थियो म यो भजन गाइदिइहाल्थेँ अनि धेरै मान्छेले यो भजनहरू सुनेर एकदमै मन पराउनु भएको छ धेरैले सुनेर विश्वास पनि गरेको विश्वास पनि गर्नुभएको छ त्यस्तो केही छेन छ त्यस्तो छेन छ एकपल्ट मैले यसरी यो भजन गाएर प्रभु यीशुको बारेमा भन्दै गर्दाखेरि 3 जना व्यक्तिहरूले त्यतिखेर नै प्रभु यीशुलाई घुँडा टेकेर ग्रहण गरे। अनि यो भजन चाहिँ तपाईँहरूले अझै पनि अब सुन्न चाहनुहुन्छ भने हाम्रो मोबाइलमा गएर भजनलाई क्लिक गर्नुभयो भने त्यहाँनिर 242 नम्बर भजन आगापे भजनमा छ त्यो त्यहाँ गएर 242 लाई सर्च गरेर त्यसपछि तपाईँले त्यहाँ लिसन भनेर आउँछ त्यहाँ सुन्न चाहनुभयो भने त्यहाँ बजिरहेको छ यो भजन। त्यस कारणले गर्दा म एकदम डेफिनेटली भन्न सक्छु कि यो सुरुमा सबैभन्दा सुरुमा यो भजन रेकर्डिङ गराउने चाहिँ म हो अनि यसको सम्पूर्ण लगानीकर्ता चाहिँ बिशप नारायण शर्मा हुनुहुन्छ र उहाँकै प्रेरणाद्वारा मैले यो भजन गाउन सकेँ। अनि रुबेन शाहीले यसमा दाजु रुबेन शाहीले यसमा एरेन्ज गर्नुभएको छ म्युजिक मलाई त्यो थाहा छ तर मलाई स्टुडियोको नाम चाहिँ थाहा भएन मैले बिर्सिन सकेँ धेरै वर्ष भयो है। मेरो छोरी जन्मिँदाको समयमा मैले गाएको अहिले झन्डै 25-26 वर्ष भयो भजन गाएको 25-26 वर्ष हुँदै गर्दाखेरि पनि यो गीत एकदम सदा गाइरहेको छ जस्ताको तस्तै छ
साँच्चै नै एकदम असल कुरा। तपाईँहरूले थाहा पाइसक्नु भएको छ यो भजन कसले गाउनु भएको रहेछ। अझ कति मान्छेले कौतूहल त हुन्छ नि होइन, कतिलाई त थाहै छैन। फेरि यो क्रिस्चियन क्षेत्रमा हामी गीत चाहिँ गाउँछौँ, कसले गाइदिए थाहा हुँदैन, तर आनन्द चाहिँ लिइराखेको हुन्छौँ। तर आज यो गीत चाहिँ गाउने व्यक्ति मसँग चिनजान राम्रो नजिकको सम्बन्ध भएको कारणले गर्दाखेरि मैले यहाँहरूलाई पनि यो विषयमा बताउन चाहेको हुँ, र त्यही भएर मैले दाइसँग यो टाइम समय लिएँ। तपाईँलाई धेरै धेरै धन्यवाद छ। हुन्छ, धन्यवाद। मलाई पनि धेरै मौका दिनुभयो र यस्ता मौकाहरू अझै दिँदै जानु होला। भलाकुसारीमा हामी सहभागी भएर हामी हाम्रो कार्यक्रमलाई अगाडि बढाउन चाहन्छौँ। तर त्यसको पछाडि चाहिँ अब तपाईँहरूले सुनेर लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, अनि सब्सक्राइब पनि गरिदिनु होला। अनि तपाईँले जति धेरै हामीलाई माया गर्नुहुन्छ, हामी अझै तपाईँको मायाको कारणले गर्दा हामी अगाडि बढ्न सक्छौँ, आउन सक्छौँ, तपाईँहरूको बिचमा उपस्थित हुन सक्छौँ। हुन्छ, धन्यवाद तपाईँलाई जानकारी दिनुभयो। उहाँले भने जस्तै फेरि पनि हामी हाम्रो भेटहरूमा हामी जोडिने छौँ। अहिलेको लागि चाहिँ हामी बिदा हुन चाहन्छौँ। धन्यवाद। जय मसी। जय मसी। बाई बाई।